भिडियो सम्पादनको जुन कला छ त्यो अहिले तीव्र गतिमा परिवर्तन हुँदैछ। आजको यस प्रस्तुतिमा हामी यही हेर्दैछौँ कि कसरी आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईले हाम्रो यो रचनात्मक काम गर्ने तरिकालाई नै नयाँ आकार दिइरहेको छ। हो, यो भनाइले हरेक भिडियो बनाउनेले भोग्ने एउटा ठूलो समस्यालाई ठिकसँग समातेको छ। सोच्नुस् त, 1 घण्टाको रेकर्डिङ लिनुभयो भने त्यसलाई मिलाउन, अनावश्यक कुरा हटाउन र काटछाट गर्नमै पुरै 1 दिन लाग्छ। अनि बल्ल पो वास्तविक कथा भन्ने काम सुरु हुन्छ। कति धेरै समय खेर जान्छ है। अब आजको यो एआईको क्रान्तिलाई राम्रोसँग बुझ्नको लागि हामीले थोरै विगतमा फर्केर हेर्नुपर्छ। यस्तै एउटा प्राविधिक परिवर्तनले पहिले हाम्रो इन्डस्ट्रीलाई कसरी हल्लाएको थियो त्यो हेर्न एकदमै जरुरी छ। सन् 2008 तिर लागौं, त्यति बेला एउटा नेपाली चलचित्र कागबेनी रिलिज भयो। यो फिल्म दुर्गम मुस्ताङमा खिचिएको थियो र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले त्यो समयको लागि एकदमै नयाँ मानिने हाई डेफिनिसन डिजिटल क्यामेरा प्रयोग गरेको थियो। हो, समीक्षकहरूले यसलाई नेपाली सिनेमाको लागि एउटा कोसेढुङ्गा नै माने। कागबेनीले के देखाइदियो भने सही प्रविधि भयो भने कथा भन्ने तरिकालाई कति माथि उठाउन सकिन्छ। त्यसपछि त सिनेमाटोग्राफी र प्राविधिक पक्षमा मानिसहरूको हेर्ने दृष्टिकोणै बदलियो। हो, त्यो एउटा प्राविधिक परिवर्तनले नयाँ सम्भावनाहरूको ढोका खोलिदियो। फिल्ममेकिङ अलि सहज भयो र धेरैको पहुँचमा पुग्न थाल्यो। अनि स्वाभाविक रूपमा यसले दक्ष जनशक्तिको माग पनि बढायो। त्यसपछि के भयो भने नेपालमा अन्तर्राष्ट्रिय साझेदारीहरू हुन थाले, स्थानीय तालिम केन्द्रहरू खुले, सिनेमाटोग्राफी, सम्पादन अनि भिएफएक्स जस्ता सिपहरू सिकाउने एउटा बलियो प्रणाली नै विकास भयो, जसको मुख्य लक्ष्य थियो एउटा कुशल र रोजगार योग्य जनशक्ति तयार पार्नु। अब इतिहास फेरि एकपटक दोहोरिँदैछ जस्तो लाग्छ। जसरी डिजिटल क्यामेराले फिल्म बनाउने तरिकामा क्रान्ति ल्यायो, ठिक त्यसरी नै अब एआईले सम्पादनको प्रक्रियालाई आधारभूत रूपमै परिवर्तन गर्दैछ। अब यो एआई भिडियो सम्पादन भनेको के हो त? सरल भाषामा भन्दा यो एउटा यस्तो सफ्टवेयर हो जसले सम्पादकले जस्तै फुटेजलाई बुझ्छ, तर यसले मान्छेलाई विस्थापित गर्ने होइन। बरु यो एउटा शक्तिशाली सहपाइलट जस्तै हो जसले घण्टौं लाग्ने तयारीको कामलाई स्वचालित रूपमा गरिदिन्छ। यो स्लाइडमा हेर्दा त के फरक पर्छ भन्ने कुरा छर्लङ्ग हुन्छ। पहिले हातले घण्टौं लगाएर फुटेज सिङ्क गर्ने, मौनता हटाउने जस्ता झन्झटिला कामहरू अब एआईले आफै गरिदिन्छ। यसले सम्पादकको भूमिकालाई प्राविधिक कामदारबाट एक शुद्ध कथाकारमा रूपान्तरण गर्दैछ। अब यसको प्रभाव कति ठूलो छ त सुन्दा अचम्म लाग्न सक्छ, तर एआईले तयारीको काममा लाग्ने 60 देखि 90% सम्मको समय बचाउन सक्छ। भन्नुको मतलब अब त्यो बचेको समय सृजनात्मक काममा लगाउन पाइयो। अनि त्यो समय बचत कहाँबाट हुन्छ त? यो तालिकाले त्यही देखाउँछ। अडियोलाई अक्षरमा उतार्ने, विभिन्न क्यामेराका फुटेज मिलाउने अनि एउटा प्रारम्भिक रफ कट तयार पार्ने जस्ता सबै कामहरू एआईले केही मिनेटमै गरिदिन्छ। ल, सिद्धान्तमा त यो सबै ठिकै सुनियो, तर व्यवहारमा सम्पादकको दैनिक काम गर्ने तरिकामा यो कस्तो देखिन्छ त? आउनुहोस् अब त्यो हेरौँ। बजारमा अहिले विभिन्न कामको लागि फरक एआई उपकरणहरू उपलब्ध छन्। केहीले सम्पादन सुरु गर्नु अघि नै फुटेज तयार पार्न मद्दत गर्छन् भने केहीले प्रिमियर प्रो जस्ता व्यावसायिक सफ्टवेयरभित्रै कामलाई स्वचालित बनाइदिन्छन्। यो एउटा आधुनिक एआई पहिलो कार्यप्रवाहको उदाहरण हो। सुरुमा सबै फुटेज एउटा टुलमा अपलोड गर्ने, त्यसपछि एआईले सिङ्क, सफा गर्ने जस्ता काम गर्छ र अन्तमा लगभग 90% तयार भइसकेको टाइमलाइन व्यावसायिक सम्पादन सफ्टवेयर जसलाई एनएलई भनिन्छ त्यसमा पठाइन्छ। अनि सम्पादकले आफ्नो पूरा ध्यान कथालाई अन्तिम रूप दिनमा लगाउन पाउँछ। त्यसो भए यो सबै स्वचालनले रचनात्मक करियर र भिजुअल स्टोरी टेलिङको भविष्यको लागि वास्तवमा के अर्थ राख्छ त? हो, जब अटोमेसनको कुरा आउँछ, सधैँ उठ्ने सबैभन्दा ठूलो प्रश्न यही हो, के एआईले सम्पादकको जागिर खाइदिन्छ? तर उद्योगका विज्ञहरूको जवाफ एकदमै स्पष्ट छ। खाँदैन। एआईले झन्झटिलो तयारीको कामलाई विस्थापित गर्छ, रचनात्मकतालाई होइन। कथाको गति कस्तो हुने, भावना कस्तो दिने, लय कसरी मिलाउने, यी सबै काम अझै पनि मानव सम्पादककै हातमा हुन्छ। भविष्यमा मानव र एआईको सहकार्य एकदमै सामान्य हुनेछ। यसले हामीलाई अझ अन्तर्क्रियात्मक र व्यक्तिगत सामग्री बनाउन मद्दत गर्नेछ। महत्त्वपूर्ण कुरा के हो भने यसले रचनात्मकतालाई सीमित गर्दैन, बरु त्यसलाई अझ बढावा दिनेछ।
अन्तमा यो परिवर्तन प्रविधिको बारेमा मात्रै होइन, यो त मानवको कल्पना शक्ति र बौद्धिक प्रणालीहरू मिलेर भविष्यमा के कस्ता अद्भुत र नयाँ सृजनाहरू गर्न सक्छन् भन्ने सम्भावनाको बारेमा हो।